आमा, यो मेरो घर हो। गर्नुहुन्न भने ठिक छ, नगर्नुस्। तर अहिले म मेरी बहिनीसँग कुरा गर्दैछु। मन हो, म यही आउने हो। तर यसरी मेरो भावनासँग नखेल्नु, मेरो पनि दुख्छ। यदि तपाईँ किन यसै न्यु खोज्नुहुन्छ? म बिचमा आएर बोले कि होइन, तिमी आमा छोराको बिचमा बरु त आएर हाम्रो घर भाड्न थालिस्। मलाई यसरी प्रयोग गर्न पाइन्छ भनेर साथी मान्नु भएको हो भने किन तपाईँ जस्तो साथी? नमस्कार साथीहरू, तपाईँलाई स्वागत छ हाम्रो च्यानलमा। केसरीको यो भाग अब यसपछि के होला त? आउनुहोस् जानौँ यसमा के भएको थियो। मनोजले सिर्जनालाई आफ्नो भावनासँग नखेल्न आग्रह गर्छन्। मेरो पनि मुटु हो मिस, यसरी नखेल्नुहोस्, यसरी खेल्नुहुन्छ भने मलाई यस्तो साथी चाहिँदैन भन्छन्। सिर्जनाले वसन्तलाई आफू अगाडि बढिसकेको देखाउन मनोजसँग बिहे गर्न लागेको झुट बोलेकी थिइन्। मनोजले सिर्जनालाई भनेकी छन्, झुटले सधैँ दुःख दिन्छ, यदि सक्नुहुन्छ भने यो झुटलाई साँचोमा बदल्नुहोस्, नत्र मलाई प्रयोग नगर्नुहोस् मिस। यो एपिसोडको सबैभन्दा बलियो पक्ष भनेको केसरी र सिर्जना बीचको कुराकानी हो। उनीहरूले आफूलाई पौराणिक पात्रहरूसँग तुलना गरेका छन्। केसरीले आफूलाई राधा, प्रेम गर्ने तर सिन्दुर नलगाउने, र सिर्जनालाई रुक्मिणी, घर सम्हाल्ने पत्नीको रूपमा हेरेकी छन्। केसरीले सिर्जनालाई फेरि वसन्तको जीवनमा फर्कन आग्रह गर्छिन्, किनभने वसन्तका बाआमा नाति नातिना चाहन्छन् र केसरी आफै आमा बन्न सक्दिनन्। अब यता सिर्जनाको जवाब पनि सुन्नुहोस्। सिर्जनाले उल्टै केसरीलाई थर्काउँछिन् र चुनौती दिन्छिन्। मैले त तिमीलाई खुसी देख्न चाहेको, वसन्तलाई छोडिएकी हुँ, तर यदि तिमी साँच्चै उसको खुसी चाहन्छौ भने आफैले बाटो खाली किन गर्दैनौ? र यसैबीच सिर्जनाको बुबा वसन्तलाई घुस खुस्ने र घमण्डी ठान्छन् र मनोजलाई असल ज्वाइँको रूपमा स्वीकार गर्न चाहन्न। मामाले सिर्जना र वसन्तलाई मिलाउनुपर्छ भन्नेमा जोड दिएका छन्। उनले सिर्जना बेहोस हुँदा वसन्तको बोली सुनेर मात्र होसमा आएको घटनालाई दैवी संयोग मान्छन्। वसन्तका परिवारले सिर्जनालाई आफ्नो घरमा आउन बाध्य पार्न उनको घरको ढोकामा तालसा समेत लगाइदिने जस्ता सानातिना चालहरू चालिरहेकी छिन्। अब एपिसोडको अन्त्यतिर आउँछौँ। एपिसोडको अन्त्यमा के हुन्छ भने एपिसोडको अन्त्यमा सिर्जना दुविधामा छिन्। उनी दुविधामा देखिन्छन्। उनलाई के गर्ने भन्ने निष्कर्ष पनि पुग्न सकेका छैनन्। उनलाई लाग्छ कि उनले वसन्तलाई डिभोर्स दिए भने उनीहरूको बाटो खुल्ला हुनेछ र बाटो खुल्ला गरिदिनुपर्छ, ताकि कसैले पनि उनलाई ठाउँ ओगटेर बसेको जस्ता आरोपहरू प्रत्यारोपहरू नलगाउन पाओस्। तर वसन्तको मनमा भने अझै पनि दुवै महिलाप्रति एकदमै माया र इमान्दारिता छ। उनी आफै पनि भन्छन्, जसले गर्दा समस्या झन् बल्झिएको छ र यसबाट सिक्ने भनेको प्रेम पाउनु मात्र होइन, गुमाएर पनि प्रेम गरिरहनु प्रेमको सुन्दर स्वरूप हो। तर यो त्यागले कसैको जीवन खुसी बनाउँछ कि झन् जटिल, त्यो नै यो कथाको मूल प्रश्न हो। अब प्रश्न तपाईँहरूलाई, अबको एपिसोडमा के होला? के सिर्जनाले डिभोर्स लिने सोच लिन् त? के अबको कुराहरू के होला? तपाईँलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला।